शक्ति सेवा समिति सुन्नमा आएको छ। यहाँ एकजना जीवित देवी बस्नुहुन्छ। देवीले जे भन्नुहुन्छ पुग्छ, जे बोल्नुहुन्छ सत्य हुन्छ। यही आस्था र विश्वासका साथ यहाँ बुधबार र शनिबारको दिन सामान्य लेखपढ गर्नेदेखि पीएचडी होल्डर विद्वानहरू समेत आफ्ना आफ्ना समस्याका समाधान गराउने उद्देश्यमा पुग्ने गरेका छन्। र सुनेको कुरो पारस शाह पनि यही आस्था र विश्वास लिएर माता दरबारमा पुगेका थिए गत वर्ष। हामी पनि सत्य शक्ति माताको सत्य बुझ्न पुगेका छौं र हाम्रो भेष पनि माताको दरबारमा पुग्ने अन्य अन्धकारमा भट्केको मानवको जस्तै छ। सल्लाघारी स्थित माताको दरबार हप्तामा 2 दिन लाग्ने गरेको छ। बुधबार यहाँ प्रार्थना हुन्छ र शनिबार आगन्तुक भक्त र माता बीच समस्या र समाधानका उपायहरू चल्ने गर्दछ। भक्तहरूको माता प्रति ठूलो आस्था र विश्वास छ। माताको दरबारमा माता भेट्न पुगेकाहरू माता भेट्नु पूर्वसम्म दरबारको नियम अनुसार निर्जल उपस्थित हुने गरेका छन्, जसमा सानादेखि ठूला उमेर समूहका नागरिकहरू देखिन्छन्। तर हामी अनुसन्धानका लागि पुगेका छौं, त्यसैले माताको नियम बरखिलाफ गर्दै खाना खाएरै पुगेका छौं। माता दरबारको अर्को नियम हो खाली हात यहाँ पुग्नुको औचित्य छैन। कुनै आगन्तुकले माता दर्शन गर्न चाहन्छ भने कम्तीमा 1200 रुपियाँको टिकट काटे पश्चात मात्र माता दरबारमा प्रवेश पाउँछ, अन्यथा पाउँदैन। र यदि कसैले मातालाई छिटो भेट्न खोजेको छ भने प्रवेश शुल्क सोही अनुरूप 1,50,000 सम्म तिर्नुपर्ने हुन्छ। जस्तै श्रीलंकाबाट माताको बयान सुनि आएका भिक्षुकले 1,00,000 रुपियाँ तिरेर सिधा प्रवेश लिए। तर हामी अनुसन्धानका लागि पुगेका छौं, त्यसैले 1200 रुपियाँको टिकट लियौं र हाम्रो नम्बर पर्यो 114। हाम्रो पछाडि कम आय भएका अझै सयौं आस्थावानहरू लाइनमा बसेका छन्। यो सबै अवस्था हेर्दा बुझ्न सकिन्छ माताको शक्तिप्रति अविश्वास गर्नु उचित हुँदैन। तर हाम्रो काम हो, सुनेको भरमा हामी जाँदैनौं, आफै बुझेरै हेर्छौं के छ त सत्य शक्ति माताको सत्य। यथार्थ बुझ्नको लागि एउटा कथाको आवश्यकता थियो र हामीले फेरि उही पुरानो कथा अर्थात् मेरी मृतक पत्नीको आत्माले मलाई सधैँ तर्साउँछ, अर्को बिहे गरौं भन्दाखेरि सपनामा आएर नगर भन्छ, यही कथा बनायौं। माताको दरबारको नियम अनुसार 1200 रुपियाँ तिरिसकेका छौं। 114 नम्बरमा रहेको लाइन बिस्तारै सर्दैछ। गइहाले पनि सफल नहुने देखिन्छ। आस्थावानहरू आफूलाई लागेको प्रश्न गर्दैछन्। माताजीको सिंहासन अगाडि छ, त्यतै कतैबाट माताजीले उत्तर दिँदैछिन्। थरी थरीका आस्थावानहरू हामीले यहाँ देख्न पाइरहेका छौं। जस्तै अहिले बोल्ने महिलाको प्रश्नमाथि ध्यान पुर्याउनुहोस्। तपाईंकोमा म आएको होइन, तपाईँकोमा म आएको होइन, तपाईँको यो चाहिँ बेला बेला फेरि फेरि लगाइदिने छ। यो चाहिँ देखिया चाहिँ एकदम होसियार पालो समस्या। सन्दीप पराजुलीको भगवान यो ब्रिटिस आर्मीमा गएको भगवान हाइट नपुगेर हाइट बढाइदिनु भन्नु। ए ल हाइटको लागि मलाई जे पनि पठाइदिनु, शक्ति राखिदिन्छु। पालो समस्या। भगवान मैले शिरमणि सिक्री औँठी राखेकी सिक्री औँठी र पिरली छ। सिक्री कुन चाहिँ झिक्यो जोमा हामी 3जना परिवार बस्छौँ। ल देख्न चाहिँ देख्छु होइन, आज नखोज्नुहोस्, भोलि धुपबत्ती ल्याउनुहोस्। भोलि र पर्सिमा चाहिँ त्यहाँ छटछाट गर्दैन, अनि भोलि पर्सिमा चाहिँ नानीलाई खसाल्ने त्यहाँ कहीँ खसाल्ने देखाइदिन्छु। आगन्तुक महिलाको छोरा ब्रिटिस आर्मीको जाँचको लागि तयारी गर्दैछ।
तर हाइट पुगेन, बढाइदिनु पर्यो। र माताजीको जवाब आयो भइहाल्छ। यिनकै अर्को प्रश्न थियो दाँत दुखेको छ र उत्तर आयो कसैले केही गरेर लगाइदिएको छ, त्यसलाई ठिक पार्नुपर्छ। अर्का आएर बिन्ती बिसाए, आफ्नै सिरानबाट सुन चोरी भयो, घरमा लोग्ने स्वास्नी र सानो छोरा बस्छ। उत्तर आयो पर्सितिर फेला पर्छ। जस्तो प्रश्न उस्तै उत्तर। यसैबीच हाम्रो पालो आयो। समस्या भगवान, म पहिले पनि हजुरसँग आएको, यो दोस्रो चोटि हो। अनि भनेको थियो नि त्यो वाइफको प्रब्लम भएको थियो, अनि म्यारेजको, त्यो मिलाइदिनु भयो हजुरले। उहाँ भए छैन, अझै पनि सपनामा आएर उरा तर्साएर आउनु भएको छ। उहाँले अलि कुरा गरिदिनु पर्यो उहाँसँग। म त्यो दिल्लीबाट आएको नि, डेथ भएको थियो मेरो पहिलो वाइफको, उसको समस्या समाधान गरिदिनु पर्यो। उहाँको आत्मा मुक्ति रहन्छ, प्यासले एकदम तडपिराखेको छ। हजुर, मलाई आएर पहिला त तर्साउनु थिएन, तर हजुरसँग आउने लागेदेखिबाट फेरि उहाँले अझै तर्साउनु थाल्नु भएको छ मलाई। ऊ भोक प्यासले लागेको रहेछ होइन, खानेकुरा दिएन अरे तपाईँले। के गर्नु पर्यो? उसले के खाने गरेको छ, खानेकुरा पैसा यताउति दिएर कतै मन्दिर खोलातिर यसो पार्टीतिर लगेर उसलाई पन्छाइदिनु पर्यो। हजुरले उहाँलाई भनिदिनु होला, म यो सबै पूर्ण गरिहाल्छु भगवान। त्यो मिलाइदिनुहोस् न। अनि खानेकुराहरू राम्रोसँग राखेर त्यो गरिदिनुहोस् न। अनि मैले अर्को बिहे गर्दा हुन्छ? अब अहिले गर्दा हुँदैन, अहिले नगर। अहिले उसलाई सौता हाल्यो भनेर अप्ठ्यारो पार्छ। अनि तपाईँहरूले माया मात्र गरिराख्दा केही फरक पर्दैन, तर अहिले बिहा गर्न दिँदैन। आजसम्म आफैले नदेखेको मृतक पत्नीले पीडा दिएको बयानमा माताजीले अतृप्त भएर घुम्दैछ, खाना पैसा दिनु पर्यो भन्ने उत्तर दिनुभयो। अब माताजीको यो उत्तरले हामीलाई माताजीको सत्य शक्ति बुझ्ने मौका दियो र निष्कर्ष रह्यो माताजीले ठगीको व्यापार थाल्नु भएको छ। न त यिनी भगवान हुन्, न त यिनीसँग भूत भविष्य वर्तमान जान्न सक्ने क्षमता छ, तर आस्थावानहरू त आस्थावान छन् र यिनको व्यापार चलेको छ।